किनभने अब त्यो खारेज गर्यो भने नेपाललाई सरकारलाई के फाइदा हुन्छ त? हामी पनि बालेन शाह जस्तो नेपालमा आएर केही गर्न चाहन्छ। बालेन शाहले यति काठमाडौँलाई यति राम्रो बनाउँदै हुनुहुन्छ, अबको 5 वर्षमा कति राम्रो हुनेछ, त्यस्तै त्यस्तै युवाहरूलाई पनि चान्स दिने गर्नुहोस्। हामी पनि नेपालमा आएर केही गर्न चाहन्छौँ। बालेन शाहको जस्तो हामीमा पनि खुबी छ। बालेन शाहले जुन अहिले नेपालमा गर्दै हुनुहुन्छ उसको लागि पनि हामी उठिरहेको छौँ। हामी एकदम सम्मान गर्छौँ उहाँलाई। बालेन शाह जस्तै धेरै युवा युवतीहरू हुनुहुन्छ, लाइक बालेन शाह, हर्क सम्पान आउनुभयो, त्यसपछि कति चेन्ज भयो। पहिला त्यही मेयरजी बालेन शाह नहुँदा अर्को मेयर हुँदा केही भएको थिएन नेपालमा। बालेन शाह चाहिँ एकदम अहिले हामी चाहिँ बालेन शाह प्रति चाहिँ एकदम हामी चाहिँ के भन्छ त्यो साथ छौँ उहाँसँग। बालेन शाह कहिले पनि होप लुज नगर्नु होला, हामी सधैँ साथ छौँ। नमस्ते, यतिखेर म यो अल्डरसटको भलिबल ग्राउन्डमा छु। यो भलिबलको आयोजना अल्डरसटमा बस्नुहुने नेपालीहरूले आयोजना गर्नुभएको, या विभिन्न सहरबाट भलिबल खेल्न आउनु भएको छ। मुख्य उद्देश्य हो नेपाली बीचको एकता, भाइचारा, भेटघाट, किनकि यहाँ कसैसँग पनि दैनिक जस्तो समय हुँदैन र यस्तै मौका पारेर उहाँहरूले भेट्नको लागि र आफ्नोपनको लागि, आफ्नो नेपालीत्वको लागि यस्तो कार्यक्रमहरू आयोजना गर्नुहुन्छ। तपाईँले गएको हप्ता हेरिहाल्नुभयो, गोर्खा कप पनि त्यस्तै हो, नेपाली मेला, यहाँ थुप्रै यस्ता कार्यक्रम हुन्छन्। किन भन्दा हामी नेपाली, हाम्रो नेपाल, जो जहाँबाट जुन संस्कृति जुन परम्पराबाट आयो त्यसलाई त्यही नै सबैभन्दा प्यारो हुन्छ। किनकि त्यो एक पुस्ताले सिर्जना गरेको होइन, त्यो हजारौँ पुस्ताले मिलेर सिर्जना गरेको कारणले नै त्यो आफ्नो सम्पत्ति ठान्छन् ती मान्छेहरू। प्रसङ्ग हेरौँ अहिले भर्खरै मात्र पारित भएको नागरिकताको विषयमा। हामी गैर-आवासीय नेपालीहरू गैर-आवासीय नागरिकता लिँदा नेपालको वंशजको नागरिकता त्यागेको हस्ताक्षर गर्नुपर्छ। समस्या जटिल यहीँनिर छ। अर्को ठुलो समस्या छ, नेपालको भूमिमा जन्मने हर कोहीलाई नेपाली नागरिकता दिइन्छ। हाम्रो छिमेकी राष्ट्रसँग दक्षिणपट्टिको कुरा गरौँ, करिब 854 किलोमिटर हाम्रो बोर्डर पर्छ। यदि त्यहाँ भएका व्यक्तिहरूले, त्यहाँको राजनीतिज्ञहरूले, त्यहाँको पार्टीहरूले, त्यहाँको सिद्धान्तले भित्री रूपमा हाम्रो बोर्डरभित्र आएर अस्पताल खोले र भने यदि तिमीहरू विदेश जाँदा बच्चा जन्मियो भने तिमीहरूको हामी इन्सुरेन्स गरिदिन्छौँ भनिदिए भने के हाम्रा छिमेकी मुलुकका मानिसहरू नानी पाउनको लागि हाम्रो जमिनमा आउँदैनन्? आज त्यसको प्रत्यक्ष असर नपर्ला, भोलि नपर्ला, तर केही वर्षपछि तपाईँ अनुमान गर्नुहोस् त, जुन दिन यो नागरिकता विधेयक लागू हुन्छ, राजपत्रमा आउँछ, त्यो दिनको 18 वर्षपछि त्यसको असर देख्न सुरु हुन्छ। किनकि 18 वर्ष भएपछि उसले नागरिकता पाउँछ नेपालको दाबी गर्न, किनकि ऊ नेपालमा जन्मिएको। त्यो जस्तै अर्को एउटा डरलाग्दो छ, छिमेकी राष्ट्रले हाम्रो देशबाट विवाह गरेर गएका दिदीबहिनीहरूलाई 7 वर्षमा पनि मुस्किलले 10वटा बहाना बनाउँछ नागरिकता नदिनलाई। तर हाम्रो नेपालमा विवाह दर्ता गरेको या जग्गेमा बसेको केही बेरमा नै नागरिकता पाउँछ अनि उसले सम्पूर्ण अधिकार पाउँछ। नेपालमा हजारौँ पुर्खा पुस्ता बिताइसकेका नेपालीहरूलाई गैर-आवासीय नागरिकता दिएर वंशजको नागरिकताबाट वञ्चित गर्ने अनि छिमेकी राष्ट्रबाट आयात गरेर देश भर्ने। 30 वर्षपछि यो देश के होला? कि नेपाल नेपाल रहिरहला? हामीले उदाहरण भनिरहनुपर्छ, हाम्रै अर्को छिमेकी देशको अवस्थालाई हामीले निहाल्नुपर्छ। आज जसले पनि यो नागरिकता विधेयकको लागि प्रयास गर्नुभयो, प्रस्ताव गर्नुभयो, समर्थन गर्नुभयो, दीपावली मनाउनु भयो, उत्सव मनाउनु भयो, शुभकामना दिनुभयो, तपाईँहरूलाई पाप लाग्ला। 30 वर्षपछि तपाईँका सन्तानले हामी यो आज भलिबल ग्राउन्डमा आउँदा हाम्रा छोरा छोरीको उमेरका भाइ बहिनीहरूलाई देख्यौँ। हामीले उनीहरूलाई सोध्यौँ, गैर आवासीय नागरिकता तिमीले लिँदाखेरि तिमीले वंशजको नागरिकता त्यागेको हस्ताक्षर गर्नुपर्छ भन्दा उनीहरू चकित भए। उनीहरूलाई मनमा लाग्यो, ओहो यो त अब हाम्रो देशबाट हामीलाई अलग बनाउने कोसिस भयो। जब हाम्रो दोस्रो पुस्ता नै यसमा सहमत छैन, खुसी छैन भने त्यो दिलाउनलाई प्रयत्न गर्नुहुने तपाईँ गैर आवासीय नेपाली सङ्घका नेताजीहरू दीपावली कसरी गर्न सक्नुभयो? एक पटक तपाईँ आफ्नो घरमा छोरा छोरी नाति नातिना को छन्
उनीहरूलाई गएर वास्तविक सत्य भनिदिनुहोस्। गैर आवासीय नागरिकता लिँदा वंशजको नागरिकता त्याग्नुपर्छ, हस्ताक्षर गर्नुपर्छ र तिमीले भोलि पाउने कुनै पनि कानुनी प्रावधान छैन भनिदिनुहोस्। त्यसपछि तपाईँ आफ्नै सन्तानको उत्तर सुन्नुहोस् अनि दीपावली गरेकोमा हर्ष गर्ने कि विस्मात तपाईँ आफै निर्णय गर्नुहोस्। रश्मि गिरी हो, कति भयो तपाईँ युवा आउनुभएको? म आएको 4 वर्ष भइसक्यो। किन आउनुभएको यहाँ? म यहाँ पैसा कमाउन आउनुभएको? हजुर, पढ्न आउनुभएको? हजुर। अनि तपाईँलाई थाहा छ नि होइन, के अरे अब छिटै नै तपाईँले यहाँको नागरिकता लिनुभयो भने वंशजको नागरिकता, नेपालको वंशजको नागरिकता समाप्त हुनेछ। तपाईँको समाप्त भए तपाईँलाई कस्तो फिल हुनेछ? मलाई एकदम दुःख फिल भइरहेको छ, जुन अहिले यो मैले पनि न्युज सुनेको थिएँ। एकदम दुःख लागिरहेको छ, किन भनेपछि मलाई नेपालमा गएर केही गर्न मन छ, नट यहाँ सधैँभरिको लागि बस्न मन छैन। हजुर, त्यही भएर एकदम तर ब्रिटिस पासपोर्ट भए तपाईँलाई के सुविधा छ? यहाँ त धेरै सुविधा छ, तर नेपालमा मैले केही गर्न पाउँदैन नि त। यो खारेज भयो भने त नेपाल यो पासपोर्टले त केही भनेपछि तपाईँले भन्नुभएको हामी यहाँ बसे पनि पैसा कमाए अथवा सिक्नुभयो भने पछाडि नेपालमै गएर आफ्नो अहिले केही गर्नु इच्छा छ, अथवा अहिले पनि तपाईँले त्यो अवसर त्यहाँ नेपालमा पाउने तपाईँ फर्किनुहुन्छ नि? फर्किन्छु, अफकोर्स फर्किन्छु। नेपालमा केही गर्न नसकेर नेपालमा त्यही अब सबैको त्यही ठुलो मान्छेहरूको मात्रै चल्ने, हाम्रो त त्यस्तो कोही छैन। त्यही भएर त हामी अगाडि स्तरमा पुग्न नसकेर त हामी यहाँ आएको हो नि त। यहाँ पैसा कमाएर अफकोर्स नेपालमा गएर जग्गा बिजनेस केही त गर्न मन छ नि त हामीलाई। गर्नु मन छ, नेपालमा केही गर्न नसकेर हैन। हजुर, तपाईँको नाम के पर्यो भन्नुहोस् त? मेरो रेखा घले। रेखा घले, कहाँ गाउँ? भन्नुपर्दा बुढाको चाहिँ स्याङ छ, मेरो चाहिँ कास। कति भयो तपाईँ बस्नुभएको? युके आएको त 2010 मा आएको। सो तपाईँ नेपाल नफर्किने? नेपाल फर्किने, त्यही हो। अब देशको विकास गर्नुलाई नि त हामीले कम्प्रोमाइज गर्नु पर्यो नि त। आएर अब यसो यस देशमा कमाउने अवस्था नभएपछि अब बाहिर लाग्नै पर्यो। देशको अवस्था त अहिले तपाईँले यहाँ आइसकेपछि आफ्नो फ्यामिलीजहरू नेपालमा हुने फ्यामिलीजहरूलाई तपाईँहरूले पाल्नु भएको छ होला होइन? सहयोग होइन, कति धेरै छ होला नि त त्यहाँ होइन? तपाईँहरू फर्किनु भयो भने तपाईँहरूलाई समस्या छ नि त होइन? फ्यामिलीलाई पाल्न पनि गाह्रो हुने भयो नि त, कि त्यस्तो अवसर हुनु पर्यो होइन? अनि होइन भनेपछि युवाहरू नै बाहिर आएको कारण नै नेपालमा केही गर्न नसकेर नै आएको हो नि त। हजुर, नेपालमा यस्तो महँगी छ तर पैसा थोरै कमाइन्छ। त्यही भएर एभ्री मन्थ हामीले नेपालमा पैसा पठाउनु परिरहेको छ, कारण नेपालमा केही गर्न नसकेर। नेपाल एक्सपेन्सेस यहाँ आइसकेपछि तपाईँले नेपालमा हुँदा र यहाँ हुँदा तपाईँले के फरक पाउनुभयो? धेरै फरक पाएँ, किन भनेपछि यहाँ जस्तो काम सानो ठुलो कामहरू हुँदैन, सबैबाट सपोर्ट लाइक कामहरू सिपहरू सिक्न पाइयो, जो कि नेपालमा यो गर्दा यसले यस्तो गर्छ त्यसले त्यस्तो गर्छ भन्नुभन्दा नि यहाँ त क्लिनर लाइक हुन्छ नि, हाउसकिपिङ, तपाईँ जे गरे पनि तपाईँको सम्मान छ, काम इज काम होइन? के नागरिकता हटाउने के भन्छ नि, हामी विदेशमा बस्छ वंशजको नागरिकता, वंशज भनेको एकदम अनफेयर के, किनभने हामी जे जस्तै भए पनि हामीले यहाँको नागरिकता लिए पनि हामी नेपाली हो नि त, रगत त नेपालकै छ नि त, हाम्रो माया लाग्छ नि त हामी नेपाललाई। त्यसले गर्दाखेरि अब हामीले केही गर्न सक्छ भनेर नै अब हामी यहाँ आएको। अब हाम्रो त्यस्तो त्यो वंशजको नागरिकता भनेको तपाईँको बाजे पुर्खाले तपाईँले ल्याउँदै गरेको, जस्तै वंशजको नागरिकता हट्यो भने तपाईँको बुवाको तपाईँ छोरी भएन के, किनभने तपाईँ चाहिँ के अरे युकेको नेपाली मुलुकको एउटा मान्छे बन्यो होइन? तर तपाईँको जुन इतिहास छ, इतिहास समाप्त हुने भयो। त्यो इतिहास समाप्त गर्नु भएन भनेको आफ्नो पहिचान त हुनु पर्यो नि त होइन? त्यसकारण नेपाली नै हो। अब हामीले मैले भन्न हामीले खोजेको के हो भने वंशजको नागरिकता कन्टिन्यू होस्, ठिक छ। यहाँ बसाइसराई भइन्जेलसम्म हाम्रो सस्पेन्ड होस्, जब फर्केर जान्छौँ हामी फेरि एप्लाई गर्छौँ, अनि हाम्रो चाहिँ के अरे राजनीतिक अधिकार पनि प्राप्ति होस् भन्ने कुरो त नि होइन? तपाईँलाई राजनीतिक अधिकार नदिएपछि त तपाईँले सरकारी काम गर्न सक्नुहुन्न, हस्पिटलमा काम गर्न सक्नुहुन्न, तपाईँले सिकेका सिप सबै तपाईँले लगेर एप्लाई गर्न सक्नुहुन्न। अनि नेपालमा कसले गरिदिन्छ? सबै युवाहरू बाहिर जाने हो कि होइन भन्नुहोस् त? तपाईँले के भन्नुहुन्छ र भन्नुहोस्? म पनि त्यही नै भन्छु, नेपालमा केही गर्न दियो, चान्स दियो भने युवाहरूले पनि धेरै गर्नुहुन्छ कि। अहिले हेर्नु न, बालिङ शाह हेर्नु होइन, गुड इक्जाम्पल। हामी विदेश बस्यो भनेर हाम्रो त्यो नागरिकता जिजुबाजेको नागरिकता खारेज गर्नुपर्छ भन्ने मलाई चाहिँ जरुरी लाग्दैन, किन हामी आफ्टरवर्ड्स हामी गइहाल्छ नि त नेपाल होइन? हामीले केही गर्न सकिन्छ नि। भनेपछि हामी सबै जान खोजिराखेका छ। अनि वंशजको नागरिकता तपाईँलाई समाप्त गरिदिएर होइन, गैर आवासीय नागरिकता दिएर त्यसले त हाम्रो
तपाईँले सिकेको सिप ज्ञान अथवा देश विकासको लागि जे गर्न तपाईँले खोज्नु भएको छ नि उहाँले बालेन शाहको जस्तै इक्जाम्पल दिनुभयो हर्क साम्पाङको इक्जाम्पल दिनु होला अनि त्यो त यहाँ छ नि त होइन त्यो त सिकिया छ गरिया छ देखिया छ तपाईँहरू जानुभन्दा सिधै त्यो त गर्न सक्नुहुन्छ नि होइन मलाई एउटा क्वेसन छ क्या यो कुरामा किनभने अब त्यो खारेज गर्यो भने नेपाललाई सरकारलाई के फाइदा हुन्छ त हाम्रो खारेज गुड क्वेसन होइन के फाइदा हुन्छ त होइन फाइदा हुन्छ त हामीलाई जान्नु छ नि त यदि देशलाई हामी त्यस्तो खारेज गरेर एकदमै फाइदा देश विकास नै हुन्छ भने हामी रेडी सबैले गुड इक्जाम्पल होइन यदि देशलाई कारण के हो हामी तपाईँ कति राष्ट्रवाद कुरा गर्नुभयो भने यदि म गएर देश के अरेलाई चाहिँ बेफाइदा हुन्छ भने म नजान तयार छु तर म गएर फाइदा हुन्छ भने त्यो अवसर हरेक नेपाली अथवा गैरवासी नेपालीले पाउनुपर्छ भन्ने कुरा होइन त्यही होइन कुरा तपाईँको विदेश बसे पनि हाम्रो देशमा केही लाइक भूकम्प गयो होइन कता कता त्यो लाइन्स के भन्छ त्यो बाढीहरू गयो तर हामी विदेशमा बस्नेहरूले नै त कति धेरै पैसाहरू पठाएको छ नि त मलाई कस्तो लाग्छ भने अब हामी विदेशमा बस्ने मान्छेहरूले होइन नेपालमा केही भयो भने हाम्रो लाइक यस्तो अब तपाईँको एउटा अर्डर हुनुहुन्छ होइन हजुरको एरियातिर बस्न मान्छेहरूलाई केही पऱ्यो भने हजुरले सबैजनाले हेल्प गर्छ नि मोस्ट अफ द हेल्प चाहिँ लाइक विदेशबाट नै आइरहेको छ जो चाहिँ लाइक यताकै नेसनलिटी हुन्छ नेपालको होइन अब नेपालमा जानु पऱ्यो भने चाहिँ लाइक उनीहरूलाई नै भिजा चाहिन्छ त्यो चाहिँ अलिकति प्रब्लम के अनि अब हामीले यताबाट हेल्प दिँदा चाहिँ उता प्रब्लम भएन जब हामी नेपालै जानु पर्यो भने चाहिँ हामीलाई नै खारेज गर्यो कि लाइक त्यो चाहिँ मलाई चाहिँ अलिकति दुःखको कुरा भयो है एकदम दुःख अनि हामी पनि त अब यहाँ लाइक हामी नेपालकै पासपोर्ट लिएर बस्नलाई हामीलाई चाहिँ रहर होइन नि त अब अलिकति हामीलाई केही कुरामा अब हामीलाई अपर्च्युनिटीहरू हुन्छ अब हामीलाई एक त फाइदा पनि हुन्छ अब हामीलाई यहाँ बस्नु छ भने चाहिँ यहाँको रुल्स अनुसार बस्नुपर्छ हामी नेपालको रुल्स त फलो गर्न सक्दैन नि त अब हामी अर्को देशमा आएर बसेछ लाइक अलिकति हुन्छ कि पनि त नेपालमा गएर गर्न मन छ नि त बस्न मन छ किन नेपालको हावा यति राम्रो छ यति प्रकृतिले भरिएको देश हाम्रो नेपाल छ हेर्नु न बाहिरको देशको मान्छेहरू हाम्रो नेपालमा जान्छ हामीलाई पनि त नेपालमा गएर बस्न मन छ सबै कामहरू गर्न मन छ तर चाहेर पनि जस्तै यहाँ ब्रोन भएको बच्चाहरूलाई हामीलाई नेपाल गएर केही पाउँदैन नि त अनि लाइक त्यो चाहिँ अलिकति प्रब्लम हुन्छ त्यही भएर त अब हाम्रो सन्तानहरू अब हामीबाट पछि आउनेहरू अब नेपाली भनेर चिनिँदैन नि त्यो चाहिँ मेन प्रब्लम अझै त हाम्रो बच्चाहरू यहाँ जन्मियो अब यहाँको पाउँछ उनीहरूले सर्टिफिकेट बर्थ सर्टिफिकेट तर हामी नेपाल गएर लाइक नेपालको बर्थ सर्टिफिकेट दिन मिल्दैन नि होइन यसो न एउटा कुरा आजसम्म तपाईँहरू यो युवाहरूले यो कुरा आवाज निकाल्नु भएको थिएन त्यसकारण सायद मेबी गैरवासी साथीहरूले पनि अथवा हाम्रो तपाईँहरूको बुवामाहरूले होइन हाम्रो लेभलको साथीहरूले चाहिँ यो कुरा बुझ्नु भएन नेक्स्ट जेनेरेसनले के सोच्छ भन्ने कुरा सोच्नु भएन कि भर्खरै हामीलाई के ठिक छ मात्रै सोच्नुभयो तर मैले के देखेँ भने तपाईँहरूको कुरा सुन्दाखेरि देशको लागि यति ठुलो अवसर होइन देशको लागि यत्रो शिक्षा तपाईँहरूको यत्रो एक्सपिरियन्स यत्रो देशलाई गर्छु भन्ने राष्ट्रवाद तपाईँहरूको भावना त्यो टुटेर गयो भने त देश कहिले भन्ला र होइन भन्छ होला हाम्रो रहर होइन नि त बाध्यता हो नि नेपालमै हामीले सोचेको जस्तै भनेको जस्तै रोजगार शिक्षा सबै कुराले सुविधा सम्पन्न भएको भए को आउँथ्यो यहाँ कोही आउनु त थिएन नि त्यही भएको कारणले त्यही त भने यो बाध्यताले तपाईँ चाहिँ हामी आइएछ अनि अहिले फेरि वंशजको नागरिकता पनि खारेज गर्ने अर्को बाध्यता पर्यो अब हामी के गर्ने त वंशजको नागरिकता तपाईँलाई खारेज गर्न लाग्यो भने खारेज भयो भने के गर्ने हामी चाहिँ यसमा चाहिँ एग्री छैनौँ एग्री छैन के गर्ने त अब हामी के गर्छौँ नेक्स्ट स्टेप अब हामी कसरी हुन्छ हामी आवाज उठाउँछौँ हामीले गर्नुपर्ने के हो हामी सबै मिलेर के गर्नुपर्छ एउटा कुरा के भएन भने नि तपाईँहरू चाहिँ युवाहरूलाई यो प्रचार भएन हजुर अथवा चाहिँ देशको राजनीतिज्ञहरूले पनि त्यो बुझेनन् होला त्यो सोच्नु भएन होला होइन सोच्नुमा किनभने चाहिँ यो अब यो पहिलोचोटि गर्दैछ नि त उहाँहरूले पनि यो गर्दा ठिक होला भने होला तर बेठिक हुँदैछ भन्ने कुरो त अहिले थाहा हुँदै गयो नि त होइन त्यसकारण तपाईँहरूले पनि सबैलाई भन्नु पऱ्यो सबैको आवाज पुर्याउनु पऱ्यो नेपालमा बस्ने हाम्रो इष्टमित्रले दिनु पऱ्यो होइन त्यो चाहिँ तपाईँलाई घाट हुनसक्छ विकासमा चाहिँ तपाईँले चाहिँ अवरोध ल्याउन सक्छ होइन स्वदेशमा बस्ने हाम्रा बुवा अरू जसले हामीले चाहिँ डिपेन्डेन्टहरू हुन्छ हाम्रो उहाँहरूलाई पछि गएर समस्या हुनसक्छन् देशले कुनै बेनिफिट सिस्टम छैन देशले पाल्दिने होइन पाल्नुपर्ने हामीले अनि कारवाही पनि हामी गर्नुपर्ने भने जस्तो भयो नि त होइन त्यही भएन त्यसकारण मैले के भन्छु तपाईँलाई भने तपाईँहरू पनि सशक्त हुनु पऱ्यो एनआरएनको आन्दोलनमा अथवा हाम्रो यो नागरिकताको निरन्तरताको आन्दोलनमा होइन हामी नेपाली
हाम्रो नेपाल हजुर होइन हामी नेपाली हो नि त होइन अनि हाम्रो नेपाल हो अनि हामी नेपाली भएर हाम्रो नेपालको लागि केही गर्न नपाउनु अथवा गर्नबाट वञ्चित बनाउनु हामी नेपाली हाम्रो नेपाल हामीहरूलाई पनि केही अवसर दिन पर्यो केही गर्नको लागि हामी केही गर्न चाहन्छौँ नेपालमा आएर यस्तो यस्तो न्युजहरू हामीले केही सुन्न नपाऊँ प्लिज हामी पनि बालेन शाह जस्तो नेपालमा आएर केही गर्न चाहन्छ बालेन शाहले यति काठमाडौँलाई यति राम्रो बनाउँदै हुनुहुन्छ अबको 5 वर्षमा कति राम्रो हुनेछ त्यस्तै त्यस्तै युवाहरूलाई पनि चान्स दिने गर्नुहोस् हामी पनि नेपालमा आएर केही गर्न चाहन्छौँ बालेन शाहको जस्तो हामीमा पनि खुबी छ बालेन शाह जस्तो हजारौँ बालेन शाह युवाहरू यहाँ हुनुहुन्छ युवाहरूलाई पनि चान्स दिनु पर्यो होइन अब त्यही त हो नि नेपालमा धेरै सबै अब के भन्छ बुढोहरू मात्रै भयो युवा मात्रै होइन तर पुरानो एक्सपिरियन्स र नयाँ युवा दुईटै मिक्स भएर अगाडि बढ्नु पर्यो कि अनि उहाँले जे गर्दै हुनुहुन्छ देशमा के राइट र के रङ छ भनेर त्यो चाहिँ पहिला चाहिँ जान्नु पर्छ क्या नेताहरूले नि कसले के गरिरहेछ देशको लागि कसरी राम्रो हुन्छ भन्ने कुरा चाहिँ नेताहरूले जान्नु पर्यो भ्रष्टाचार बन्द गर्नु पर्यो हामीले यहाँबाट पठाएको पैसाको निर्दोष मान्छेहरूलाई चाहिँ सपोर्ट गर्नु पर्यो देशले त्यही हो हाम्रो नेपाल बेचिन भएन इन्डियालाई केही अब लडाइँ सडाइ यताउता भयो भने हामी जान पनि तयार छौँ केपी ओलीजी मेन त अहिले त प्रचण्ड प्रधानमन्त्री उहाँहरू हटे भने उहाँहरूको टाइम पनि एउटा केही हुन पनि केही मिति लाइक हुन्छ 5 वर्षकोसम्म देश चलाउन मिली त्यसपछि अरूलाई पनि केही चान्स दिन पर्यो कि लाइक बालेन शाह हर्क सम्पान आउनुभयो त्यसपछि कति चेन्ज भयो पहिला त्यही मेयरजी बालेन शाह नहुँदा अर्को मेयर हुँदा केही भएको थिएन नेपालमा अहिले धेरै चेन्जेस आएको छ राति सडक बन्छ त्यही पनि कालो पेटी लगाएर बन्छ नेक्स्ट डे पानी परेर त्यही जान्छ अनि फेरि अर्को प्रधानमन्त्री हुन्छ फेरि सेम त्यस्तै दोहोरिरहेको छ हाम्रो नेपालमा एकदम राम्रो भएको छ हामी त्यही नेपालमा गएर हेर्न नसके पनि अहिले सोसल मिडियाबाट हामी धेरै हेर्न पाएर हामी एकदम धेरै गर्व छौँ त्यसको लागि बालेन शाह चाहिँ एकदम अहिले हामी चाहिँ बालेन शाह प्रति चाहिँ एकदम हामी चाहिँ के भन्छ त्यो साथ छौँ उहाँसँग बालेन शाह कहिले पनि होप लुज नगर्नु होला हामी सधैँ साथ छौँ जीविपीले खेलेर देखाएको राम्रो नाच रहेछ नि रेखाको राम्रो रहेछ दिदीको चसमा चढेर बसैमा राम्रो रहेछ रेखा दिदीको चसमा मान्छे हो कि जसेको चसमा तिनको चिनैमा माया के भनी भो